हजुरहरूले हजुरहरूको फेसमा दहीमा 2 चीज मात्र मिसाएर लगाउनु भयो भने हजुरहरूले सोच्नु भएको भन्दा बेसी राम्रो बनाइदिन्छ। न कि यसले हजुरहरूलाई गोरी मात्र बनाइदिन्छ, हजुरहरूलाई चाहिँ एकदमै टाइट अनि त्यसपछि हेल्दी अनि गोरी खालको चाहिँ यसले स्किन हजुरहरूलाई दिनेवाला छ आजको यो फेस प्याकले। आजको यो फेस प्याकले हजुरहरूको फेसमा जति पनि दागहरू छ त्यसलाई रिमुभ गरेर फेसमा चाहिँ एकदमै ग्लो लिएर आउनेवाला छ। मैले चाहिँ यहाँ लिएको छु एसटी मदी धुलो लिक्विडाइज पाउडर। हजुरहरूलाई थाहा छँदैछ यो पाउडर इजिली हजुरहरूले चाहिँ आयुर्वेदिक पसलतिर यसलाई मजाले पाउन सक्नुहुन्छ। यसलाई चाहिँ मैले 1 चम्चा राखेँ। एकदमै चाया पोतो हटाउनको लागि त यो एकदमै राम्रो छ। हजुरहरूले खोजी भए पनि किनेर लिएर आउनु होला। त्यसपछि राख्ने यसमा ग्लिसरिन। हजुरहरूको फेस ड्राई छ भने हजुरहरूले 1 चम्चा भरेर राख्न सक्नुहुन्छ, हैन भने मैले जति आधी चम्चा पनि हजुरहरूले राख्न सक्नुहुन्छ। ग्लिसरिन हाम्रो फेसको लागि एकदमै राम्रो हुन्छ। हजुरहरूले महँगो ह्यालुरोनिक एसिडहरू किन्नुहुन्छ नि सेरमहरू, त्यो जति बराबरको चाहिँ हजुरहरूको फेसमा चाहिँ यसले एकदमै ग्लो लिएर आउने अनि राम्रोसँग ड्राई फेसलाई चाहिँ ट्रिट गर्ने काम गर्छ। त्यसपछि मैले राखेँ दही। हजुरहरूले बाक्लो खालको दही लिनु होला। बाक्लो खालको दही लिनुभयो भने हजुरको फेसमा अझ राम्रोसँग काम गर्ने हुन्छ। यदि हजुरहरूले घरमै बनाउनु भएको दही पानी र छोक्रा चौटा छुटेको छ भने चाहिँ त्यसलाई चाहिँ हजुरहरूले छान्नीमा राखेर छान्न सक्नुहुन्छ। त्यसपछि मैले 2-3 ड्रप जति लेमन राखेँ। हजुरहरूले लेमन सुट गर्दैन भने नराख्न पनि सक्नुहुन्छ। अब त्यसपछि मैले यसमा राख्छु भिटामिन ई क्याप्सुल। एउटा मात्र राख्छु, हजुरहरूले 2टासम्म राख्न सक्नुहुन्छ। हजुरहरूले यो डेली लगाउनु पर्ने हुन्छ। 7 डेसम्म लगाउनु होला यो फेस प्याकलाई। त्यसपछि हजुरहरूको फेसमा यस्तो चमत्कार देखाउँछ यसले, हैन। मैले हजुरहरूसँग बयान गरेर भन्दा पनि हजुरहरूले लगाइसकेपछि आफूले नै थाहा पाउनुहुनेछ। त्यसपछि यो प्याकलाई मजाले मिक्स गरेर हजुरहरूले केही समय यसलाई रेस्ट गर्न पनि राख्न सक्नुहुन्छ। सबै एक अर्कामा मिलेर चाहिँ अझ राम्रोसँग फेसमा काम गरोस् भन्नको लागि मैले यसलाई मजाले चलाउँदैछु। दही पुगेन भने हजुरहरूले दही थप्न सक्नुहुन्छ। मैले यहाँ दही थप्दैछु अलिकति। सो अब यसलाई चाहिँ हजुरहरूले हजुरको फेसमा चाहिँ मसाज गर्दै लगाउनु पर्ने हुन्छ। हजुरहरूले यो प्याक बनाइसकेपछि यसलाई साइड लगाएर एकछिन रेस्टको लागि राख्नु होला। त्यसपछि दहीले चाहिँ हजुरहरूले आफ्नो फेसलाई क्लिन्जिङ गर्न सक्नुहुन्छ। 5 मिनट जति दही चाहिँ आफ्नो फेसमा हजुरहरूले डेली मसाज गर्नु होला। डेली हजुरहरूले आफ्नो फेसमा 5 मिनट दहीलाई मसाज गर्नुभयो भने चाहिँ हजुरहरू जति पनि एजको हुनुहुन्छ त्यो भन्दा 10 वर्ष चाहिँ सानो देखिनुहुन्छ। त्यो भएको भएर दही चाहिँ डेली आफ्नो फेसमा अप्लाई गर्न सक्नुहुन्छ। हजुरहरूले फेस वासको रूपमा पनि यसलाई युज गर्न सक्नुहुन्छ, क्लिन्जिङको रूपमा पनि युज गर्न सक्नुहुन्छ, जेको रूपमा नि युज गर्न सक्नुहुन्छ। यसको फाइदा छ। अब मैले चाहिँ दहीलाई मजाले आफ्नो फेसमा लगाउँछु। 5 मिनट जति यसलाई मसाज गर्छु। मजाले 5 मिनट मसाज गरिसकेपछि यसलाई फेरि मेरो फेसमा 5 मिनटको लागि मजाले म सुक्नलाई छोडिदिन्छु। अनि त्यसपछि हामीले चाहिँ अहिले बनाएको प्याक यो माथि नै लगाउँछौँ फेस नधोइकन। दहीलाई यसरी हजुरहरूले आफ्नो फेसमा मसाज गर्दा यसले चाहिँ हजुरहरूलाई एकदमै बच्चाहरूको जस्तो चाहिँ स्किन दिन्छ। दहीले चाहिँ हाम्रो स्किनलाई एकदम डिपली पुरै मोइस्चराइज गर्छ नि त। त्यो भएको भएर चाहिँ बेबी स्किन पाउन सक्नुहुन्छ हजुरहरूले। तर यसलाई चाहिँ हजुरहरूले डेली गर्नुपर्ने हुन्छ, तब मात्र हजुरहरूले चाहिँ बेबीवाला स्किन पाउनुहुन्छ। यसरी दहीलाई फेसमा हामीले मसाज गर्दा चाहिँ हाम्रो फेसमा जति पनि दागहरू छ त्यो लाइटन हुँदै जान्छ, मिनिमाइज हुँदै जान्छ। अनि हजुरहरूले चाहिँ एकदमै आफ्नो फेसमा चाहिँ छुट्टै खालको ग्लो देख्नुहुन्छ। त्यो चाहिँ हजुरहरूले लगाएपछि आफैले थाहा पाउनुहुनेछ। सो पक्का पनि हजुरहरूले चाहिँ आजको दही फेस प्याक लगाउन नबिर्सिनु होला। दही फेस प्याक या दहीलाई आफ्नो फेसमा डेली लगाउन थाल्नु भयो भने हजुरहरू चाँडो बुढो पनि हुनुहुन्न, सधैँ यङ जस्तो देखिराख्नुहुन्छ। अनि त्यसै गरी चाहिँ हजुरहरूको जसको पनि ड्राई फेस छ उहाँहरूले त यो फेस प्याक यो दही चाहिँ आफ्नो फेसमा अप्लाई गर्नु नै पर्ने हुन्छ। सर र दहीलाई फेसमा लगाइसकेपछि अब 5 मिनट चाहिँ म यसलाई मजाले मसाज गर्छु। 5 मिनट मसाज गर्दा यसले हजुरहरूले थाहा नै नपाइकन हजुरहरूको फेसबाट डेड स्किनहरूलाई चाहिँ एकदमै मजाले हटाउँछ। हजुरहरूलाई ग्लो लिएर आउँछ फेसमा अनि मोइस्चराइज गर्छ डिपली हजुरहरूको फेसलाई अनि यङ बनाउँछ। हजुरहरूको स्किन त बेबी सफ्टवाला स्किन बन्छ। हजुरहरूको स्किन टोन भन्दा केही सेड
व्हाइट हुन चाहनुहुन्छ, गोरी हुन मन लाग्छ भने चाहिँ दहीबाट बनेको फेस प्याकहरू चाहिँ आजैबाट अप्लाई गर्न थाल्नु होला। हजुरहरू चाहिँ एकदमै गोरी अनि एकदमै चमकदार अनुहार पाउनुहुन्छ। एकदमै साइनिङ लिएर आउँछ हजुरहरूको फेसमा। परैबाट मान्छेले देख्दा पनि कस्तो ग्लो गरिरहेछ तपाईँको फेस भनेर हजुरहरूलाई क्वेसन गर्ने धेरै व्यक्तिहरू हुनुहुनेछ। मिनेट मसाज गर्दा त मेरो फेस त ओहो यस्तो बेबी सफ्ट भएछ हैन, यस्तो बेबी सफ्ट भएछ। हजुरहरूले त्यो देख्न त देखिरहनु भएको छ, तर आफूले युज गर्दा फिल गर्न सक्नुहुन्छ। दही हामीले डेली लगाउन मिल्छ, त्यसको साइड इफेक्ट केही पनि छैन। हजुरहरूलाई चाहिँ अब मसाज गरिसकेपछि म थोरै देखाउँछु कस्तो ग्लोइङ फेस भएको छ भनेर। हजुरहरू पनि यसरी गरेर चाहिँ यो ग्लो लिएर आउन सक्नुहुन्छ आफ्नो स्किनमा। अनि गोरी खालको चमकदार अनुहार पनि हजुरहरूले बनाउन सक्नुहुन्छ। अनि एउटा के रिक्वेस्ट गर्न चाहे हजुरहरूसँग भने, यदि हजुरहरूलाई मेरो भिडियोज मनपर्छ भने मेरो भिडियोजलाई प्लिज लाइक गर्न नबिर्सिनु होला। अनि सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई। यो चाहिँ एकदमै फ्री हो, त्यो भएको भएर सब्सक्राइब हजुरहरूले त्यो रेड बटन थिच्दिनु होला। त्यो सँगसँगै भएको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला, किनभने बेल आइकन प्रेस गर्नुभयो भने मैले जति पनि भिडियोज राख्छु नि त्यसको नोटिफिकेसन हजुरहरूले पाउनुहुनेछ। अब चाहिँ हामी फेस प्याकतिर लागौँ। अब फेस प्याक मैले हजुरहरूलाई कसरी बनाएँ भनेर अगाडि देखाइसकेँ। यसलाई चाहिँ हजुरहरूले आफ्नो फेसमा मसाज गर्दै लगाउन सक्नुहुन्छ, सर त्यतिकै लगाएर पनि छोड्न सक्नुहुन्छ। तर म चाहिँ हल्का फुल्का मसाज गर्दै यसलाई लगाउनेवाला छु। मुलेठी पाउडर भन्ने बित्तिकै हाम्रो फेसलाई चाहिँ गोरो बनाउने इन्ग्रिडियन्टमा हामीले चिन्छौँ, जसले चाहिँ जति पनि फेसमा भएको चाया पोतो दाग धब्बा पिम्पलहरू सबैलाई चाहिँ यसले क्योर गर्न हेल्प गर्छ। त्यो भएको भएर यसलाई चाहिँ हजुरहरूले रेगुलर गर्न सक्नुहुन्छ। आफ्नो नेक एरियामा लगाउन सक्नुहुन्छ, बडीको जुनसुकै पार्टमा हजुरहरूले यसलाई लगाउन सक्नुहुन्छ। जुनसुकै एज ग्रुपले लगाउन मिल्छ यसलाई। यो एजले लाउन मिल्दैन, त्यो एजले लाउन मिल्दैन भन्ने छैन, सबैले लगाउन मिल्छ। मजाले यसलाई युज गरेर यसको बेनिफिट लिन सक्नुहुन्छ। अब यसलाई बाक्लो लेयरमा चाहिँ लगाएर म छोड्छु। यसलाई हजुरहरूले 35 मिनटदेखि चाहिँ आधी घन्टा भन्दा बेसी पनि राख्न सक्नुहुन्छ। 10 मिनट राख्दा पनि यसको रिजल्ट एकदमै मजाले पाउनुहुन्छ। त्यो भएको भएर हजुरहरूले चाहिँ फटाफट आफ्नो घरको काम गर्दै यसलाई चाहिँ आफ्नो फेसमा अप्लाई गरेर छोड्नु होला, डेली लगाउनु होला। अनि त्यसपछि हजुरहरूले एकदमै बेस्ट खालको रिजल्ट पाउनुहुन्छ। अब हजुरहरू पनि चम्काउने हैन त आफ्नो अनुहारलाई। होम रेमेडिज भन्ने बित्तिकै यति धेरै बेस्ट हुन्छ, हजुरहरूले ट्राई गर्न अनगराउनु पर्दैन। तर कोही चिजहरू चाहिँ कसैलाई सुट गर्दैन, सो प्याच टेस्ट गर्नु होला। सुकिसकेपछि फेस धोएर आएँ, हजुरहरूले फेस देख्न सक्नुहुन्छ सुपर सफ्ट सुपर ग्लोइङ स्किन देख्न सक्नुहुन्छ। हजुरहरू पनि यस्तो स्किन पाउन चाहनुहुन्छ भने पक्का पनि यो फेस प्याक ट्राई गर्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुभयो, साथ दिनुभयो, धेरै धन्यवाद। यस्तै अरू भिडियोज के हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। यो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गरेर भन्नुहोला। सबै स्किनहरूले चाहिँ यो फेस प्याक लगाउन मिल्छ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।